हेलो एभ्रिवान दाजुभाइ गुजुजाङपो नमस्ते सबैजनालाई म जोको रेक्टन विषयको तर्फबाट अनि तपाईहरुलाई स्पेशली बडा दशैं विजय दशमीको परम पावन अवसरमा मेरो जति पनि हिन्दू मेरो जिन्दाहरु हुनुहुन्छ उहाँहरुलाई विजय दशमीको परम पावन अवसरमा सबैजनालाई मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अनि यस वर्ष त्यसै पनि ब्ल्याक इयर्स भएको हुनाले कालो साल ब्ल्याक इयर्स भएको हुनाले गर्दाखेरि तपाईहरुले सबैजनाले आफ्नो तरिकाले शान्तिपूर्वक अनि राम्रोसँगले पूजा गरिदिनु हुन्छ भन्ने म आशा राख्दछु। अनि स्पेशली बुद्धिस्ट बौद्ध लम्बीहरुलाई मेरो जति पनि देश विदेशमा रहनुहुने मेरो स्टुडेन्ट्स मेरो जिन्दाकहरुलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यसपालि ब्ल्याक इयर्स भएको हुनाले गर्दाखेरि हुन त सधैँ झै बेसी स्पेशली धेरै मारकाटहरु हुन्छ है, मारहरु काट्ने गर्छ। त्यो सब चीजहरुको लागि चाहिँ हामीले बौद्ध लम्बीहरुले चाहिँ न्यूनी उपशोध गर्नु अति नै आवश्यकता छ। अनि सबैजनाले आफ्नो आफ्नो गुम्बामा अथवा आफ्नो आफ्नो जग्गामा तपाईहरुले न्यूनी गरिदिनुहुन्छ भन्ने म पूर्ण आशा व्यक्त गर्न चाहन्छु। अनि यो जति पनि एनिमल्सहरुको हत्या हुन्छ है यो दशैंमा अनि हाम्रो मान्छेहरुले धेरै प्रकारको अब हुन त धेरै जग्गा अहिले मान्छेले छोडिसके तर पनि अब कति जना धेरै जग्गामा यस्तो मारकाटहरु हुन्छ। अनि उहाँहरुको आत्माको शान्तिको लागि उहाँहरुको नयाँ रिइन्कार्नेसनको लागि तपाईहरु सबैजनाले न्यूनी गरेर उहाँहरुको लागि मेलम गरेर गरिदिनुहुन्छ भन्ने म पूर्ण आशा राख्दछु। अनि यति भन्दै सबैजनालाई मेरो हिन्दू नेपालीको महान चाड यो विजय दशमीको फेरि पनि वन्स अगेन हजुर सबैजनालाई मेरो हृदयदेखि बडा दशैंको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। लास्ट 3